हजुर कहाँबाट हुनुहुन्छ? म बारबाट। हजुरको शुभ नाम? मेरो नाम विकास कुमार यादव। अनि घरमा बसेर क्रिकेट नहेरेर किन आएको यहाँ? यस्तो थियो सर, म खासमा भन्दाखेरि मैले +2 यहाँ कम्प्लिट गरेर मैले गाउँमै छु। अहिले बिएलएलबी इन्ट्रान्स दिएर अब नाम निस्केछ, त्यहाँ जानुपर्ने छ। अब एनपिएलले गर्दा नि अहिले 7 दिनको टास्क पनि लिनुपर्ने थियो। 7 दिनको लागि म काठमाडौँ नै अब स्टे गर्ने हो। भनेपछि 12बाट एनपिएल हेर्नको लागि भनेर विशेषतः काठमाडौँ आउनु भएको छ? हजुर हजुर। अनि आज जनकपुर बोल्स र काठमाडौँ गोर्खाज भिड्दै छ, सपोर्ट कसलाई रहन्छ? जनकपुर भन्दाखेरि दाइ हो, एउटा दाइ भयो एउटा भाइ भयो। किन भन्दाखेरि जनकपुर जोन आफ्नै एरिया भयो, आफ्नै मध्य प्रदेशको बिलङ गर्नुभएको कारणले गर्दा म जनकपुर बोल्ट नै समर्थन गर्ने हो। अर्को भन्दाखेरि मोहम्मद आदिल आलम जो हुनुहुन्छ, म आफ्नै दाइ हुनुभयो, आफ्नै गाउँतिरको भएको कारणले गर्दा म यही भन्छु आदिलले शतक हानोस्, 5 विकेट लियोस्, तर म्याच हाम्रै जनकपुर नै जितोस्। जनकपुरले म्याच जितोस् तर आदिलले शतक हानोस्। हजुर हजुर है। अनि तपाईँ 12 देखि आउनु भएको छ, क्रिकेट फ्यानहरूको क्रेज चाहिँ दिनानुदिन बढ्दै छ। हजुर। किन क्रिकेटमा के छ र त्यस्तो मन पर्ने हो? यस्तो हो सर, म खासमा भन्दाखेरि म 2014 सालदेखि नै म क्रिकेट हेरिरहेको छु। जुन हामी थियो त्यो बेला त्यो जुन आइपिएल एउटा क्रेज थियो मात्र, आइपिएल हुँदै सिपिएलदेखि आज एनपिएलसम्म पुगेछ। नेपाल जुन हामी एकदम गर्व लाग्छ यहाँसम्म पुर्याउनु। जुन हाम्रो क्यानको सचिव पास खड्का सर हुनुहुन्छ होइन, त्यस्तै अध्यक्ष पनि हुनुहुन्छ। पहिलाको यहाँ हेर्ने हो भने पहिलाको यहाँ प्लेयरहरूको अवस्था हेर्नु हो भने त्यो समयमा त्यहाँ प्लेयरहरूलाई जुत्ता किन्नेसम्म पनि त्यो थिएन। आज 15 लाखदेखि लिएर 20 लाखसम्म आज सोल्ड हुँदैछन् होइन। आफ्नो जीवनको उपार्जन आजकल प्लेयरहरू नि त्यो भयो होइन। एउटा परिवार चलाउनलाई नि एउटा इजी भइरहेछ, त्यसैलाई झन् एउटा प्राउड हुन्छ कि नेपालमा भइरहेछ, झन् प्राउड हुन्छ। झन् स्टेडियममा आएर हेर्नु एकदम ठुलो प्राउड हो। पोहोर दुवमा बसेर हेर्नुपर्ने खेल प्रेमीहरूले यसपालि सिटमा बसेर हेर्न पाउनुभयो नि? पोहोर साल मैले 6 चोटि आएको हो यहाँ ग्राउन्डमा। म 8-12 गरिरहेको थिएँ, त्यही भएर 6 चोटि आएको। त्यो बेलाको समयमा हामी सर दुबोमा बसेर होइन, विथआउट फ्लोर लाइटको र यति यो जुन छ नि यति एकदम सजाएको त्यस्तो केही थिएन क्या। हाम्रो यति थियो त्यो बेलाको पनि क्रेज, सिजन 1मा पनि जुन क्रेज थियो त्यो बेला पनि। तपाईँ यहाँ हेर्नुहुन्छ भने मान्छेहरू रुखमा चढेर यहाँ भित्र गएर त्यहाँ एउटा जुन टिमाहरू छन् त्यहाँ गएर एकदम हेरिरहेको थियो क्या मान्छेहरू। अब यस्तो छ, अब केही छैन, आज 11,000 देखि 12,000सम्मको त्यहाँ अट्ने जुन क्षमता छ। अब नवनियुक्त जुन हाम्रो हुनुभएको छ जुन स्पोर्ट मिनिस्टर बबलु गुप्ताजीलाई, उहाँलाई पनि एकदम मेरो अनुरोध छ कि जुन यो 12,000 जुन क्षमता छ त्यसले 40,000सम्म पुर्योस् र हामी जति पनि हामी यो दर्शकहरू बाहिर हेरिरहेछन् त्यसलाई भित्र पनि हामीलाई जान अलिक सजिलो होस् भनेर म गर्छु। तपाईँले यसो भनिरहँदा काठमाडौँमा त एउटा स्तरोन्नतिको क्रममा छ। केही वर्ष अगाडि धुर्म सुन्तलीले चितवनमा बनाएको रङ्गशाला अलपत्र छ। रङ्गशाला मात्र अलपत्र छैन, अहिले धुर्म सुन्तली आफै पनि अलपत्र अवस्थामा छन्। यसलाई सरकारले चाहिँ त्यो जिम्मेवारी नलिरहेको अवस्था जस्तो देखिन्छ, के भन्नु? सर त्यसको कुरा गर्नुपर्दा यहाँ नेपालको यहाँ हेर्ने हो भने पोलिटिकल इन्स्टेबिलिटी रहेछ क्या। त्यसलाई नेपालीमा भन्दाखेरि राजनीतिक अस्थिरता छ क्या। जुन यहाँ एउटा ट्युब बनाउनलाई जुन पास भएको कुराहरू पनि 6 साल 7 सालमा बनिरहेछ, जुन त्यो अहिले इन्टरनेसनल नभएर जुन अहिले नेसनल भनौँ न उसलाई, नेसनल त्यो त झन् त मलाई लागिरहेछ कि 15-20 साल 25 सालसम्म यस्तै हुन्छ जस्तो मलाई लागिरहेछ सर। जुन पोलिटिकल अवस्था देखेर के लाग्छ? त्यस्तो अब छन्। अब मेरो यही छ, अब जुन नवनियुक्त जुन हाम्रो यो इन्ट्रिम गभर्मेन्टहरू जुन आउनुभएको छ उहाँहरूसँग मेरो अनुरोध छ, अब त्रिभुवन युनिभर्सिटीलाई मात्र नभएर त्यो ग्राउन्डलाई होस्, मूलपानी होस् अथवा त्यो चितवनमा भएको त्यो ग्राउन्ड होस्, त्यो सबैले ध्यान दियोस् र यो जुन एउटा यो क्रेज अहिलेको जुन यो क्रेज छ यसले अझ क्रेज गरेर आइपिएलको स्तरमा लगोस्, त्यही एउटा मेरो कामना छ। त्यो जय क्रिकेट भन्दिनु न त एकचोटि। जय क्रिकेट, जय एनपिएल, जय मधेस, जय नेपाल। धन्यवाद।